त्यसो त म त खेल्दिनँ अब यो लास्ट हातै म त हारिसक्यो म त खेल्दिनँ पैसा पनि सकिसक्यो लास्ट यो हात खेल्छ है के हुन्छ खेल न अब दसैँको पैसा ल्याउनु मारिराख्छ फुर्के अन्त मेरो पैसा सकिसक्यो अन्त म त खेल्दिनँ यही लास्ट हात मार्यो भने मारेँ मारेन भने मारेन आस्था है मेरो देखो त तिम्रो देखाउ न पहिला एका टपले लग्यो छ्या अब कति छ यहाँ ए तेरो गाउँ तिमीले 50 पाउँछौ म पनि 50 हो नि रिसाको अघिसम्म त गर्दै खेलाइरहेको थियो त अहिले त फेरि रिसाएर हेर न केही राख्दैन हो न के खाले मान्छे रहेछ मा रिसा रहेछ उता खत्तम एक गेम मारे कि मारेन कालो हुन पान थाल्यो थुक्का के दिएको यस्तो यहाँ उसले त हेर्छ क्या रनहरु तिम्रै छेउमा मैले बाँधेको हुँदैन तिमीले हेर्दैछौ अब हाल तिम्रो बोट सकै तिम्रो पैसा हाल यहाँ हाल तिम्रो बोट पर्खै एकछिन ल उल्टा लगाइदिन्छ पैसा आएको दिँदा के हो हातहरू यहाँ हात टेकेको पर्परा जा के भएको नानीहरूलाई त्यस्तो हुन्छ क्या पहिले अघि हातिरहेको त कोही थिएन 50 रुपियाँ पाउँछ अझै म याद छ बडा देखाउ त 70 टपहरू दिन्छ कहाँबाट हुन्छ यहाँ 50 है अझै दुखी पेट हो नि छ्या म बाड्छु अब मेरो उयो छ के भएको अघि बारिन्छ उसले मारिन्छ खुसी भएर त्यहाँ अब छिङ्गी दुई हात भयो कि भएन मैले मारेको हेर न मेरो सानो छ तिम्रोमा किन सर हल्ला के भएको हेर न बित्थामा नानीहरूलाई पढाएको खेलिरहेको नानीहरू कसो हल्ला गरेको यहाँ हात टेकेर आएर छैन आफै उयो गर्छ अन्त हेर न के भएको देखाऊ अब तिमी फर्स्ट तिमी देखाऊ ऊ बास्ता टप उसको एका टप गनेको उता सके 50 रुपियाँ आज पनि हाल्छु अब ल तिम्रो मार न अन्त मारेपछि के खियाइखियो पैसा देखेपछि यस्तो हो नि ऊ लोभी आँखा अहिले खुसी भएर थियो उसले बस्छ भुकन ती खाने भनेर अहिले चाहिँ हेर नि रिसाको लास्ट हात है मेरो चाहिँ यो छ त अझै 50 रुपियाँ पाउँछु हेर न 50 रुपियाँ पाउने पनि खेल्दैनौ तिमी छक्का टप आम्माम हेर न बास्ता टप ओस म आफै बार्छु के भएको उसले पक्का हेर्दैछ जादु टोना गरिरहेको छ त तिमी पैसा लुगाएको कति रुपियाँ हारिसकेँ म याद छ कहिलेदेखि खेलेको तास यति नातेमा आएर सोम धरै निस्केको छैन सोम त निकाल्नु देऊ न कमसे कम